ह्याप्पी मन्डे। ओम नमः शिवाय। मेरो चाहिँ सुरु हुँदैछ साउन महिनाको पहिलो सोमबारको पूजा। अनि हेलो साथीहरू, स्वागत छ आजको मेरो मिनी ब्लगमा। अनि म चाहिँ आज मेरो भिडियो चाहिँ सुरु हुँदैछ मकै बारीबाट। म चाहिँ घाँस काट्दैछु। म चाहिँ घाँस काट्न आएको साथीहरू। मकैको पाटामा बिहानै हाम्रो चाहिँ बोडीहरू फलेको छ। अनि मकैको घुवाहरू नि यत्रो भइसकेको छ साथीहरू। अनि म चाहिँ लागेँ घाँस काट्न। छिटो घाँस काट्नु पर्यो, पानी आउँछ नि त साथीहरू। अनि त्यो भएको हुनाले गाह्रो हुन्छ दिउँसो पानी आयो भने भनेर मैले चाहिँ घाँस काट्दैछु मकैको बारीमा। पछि चाहिँ कोदो रोप्छौँ नि त हामीले। अनि त्यही भएर अहिले चाहिँ मकैको पाटाहरूमा घाँस काट्दै गरेपछि सजिलो हुन्छ भनेर घाँस काट्दैछु साथीहरू मैले चाहिँ। अनि चाहिँ तपाईँहरूले चाहिँ के गर्दै हुनुहुन्छ? मैले चाहिँ घाँस काट्दैछु बिहानको समयमा, बिहानै। अनि त्यसपछि हाम्रोतिर चाहिँ पानी परिरहेको छ साथीहरू। लगातार धेरै दिन भइसकेको छ। पानीहरू चाहिँ एकदमै परेको छ साथीहरू। राति पनि पानी परेको थियो। अनि अहिले पनि पानी आउला जस्तो गरेको छ, तर आएको छैन। हाम्रो चाहिँ मुसाले खाइदिएर, मकै खाइदिएर यस्तो बनाएको छ साथीहरू। घरमा चाहिँ कपडाहरू काटिदिएको छ। यहाँ चाहिँ पाटामा मकैहरू खाइदिएको छ। हाम्रो बोडीहरू पनि फलिसकेको छ पाटामा। मकैको बारीमा मेरो चाहिँ त्यो नाम्लो र कागज लिएर आएको छु। अनि मकै चाहिँ मैले भेटाएको थिएँ घाँस काट्दाखेरि। अनि मैले चाहिँ त्यो मकै चाहिँ घर लैजान्छु अनि नानीहरूले खान्छन् भनेर मैले चाहिँ यो गरेको। अनि सानो मकैको घुवा छ कि मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अनि त्यसपछि हरियो भएको छ मेरो भिडियो चाहिँ, एकदमै हरियो आएको छ साथीहरू। मेरो टाउकामा सल पनि हरियो बाँधेको छु। मेरो मेहन्दी चाहिँ गइसक्यो, तर छिट्टो जाँदो रहेछ यो मेहन्दी चाहिँ, राम्रो रहन्छ साथीहरू। अनि मैले चाहिँ घाँसको 2वटा मुठाहरू ठुल्ठुलो बनाइसकेँ। अनि चाहिँ म चाहिँ अब जान्छु घाँस बोकेर घरतिर। अनि आज स्पेसल छ नि त, सोमबार हो। अनि त्यसपछि तपाईँहरूलाई थाहै छ सोमबार भएपछि के हुन्छ भनेर। मैले चाहिँ 2वटा मकैको घुवाहरू पनि छोपिसकेँ। मैले चाहिँ भारी पनि तयार पारिसकेकी छु साथीहरू। अब म चाहिँ जान्छु भनेको, तर पानी पर्यो, पानी सिमसिमे पानी परिरहेको छ। अनि त्यसपछि मैले चाहिँ त्यसरी थापेको। अनि हाम्रोतिर चाहिँ घाम लागेको छैन साथीहरू, राम्रो देखिएको छ। देखिन त, तर क्यामेराम्यान नभएको हुनाले त्यस्तो भएको हो साथीहरू। म आफै क्यामेराम्यान हो नि त। अनि मैले चाहिँ घाँसको भारी नि बोकिसकेँ साथीहरू। अनि 2वटा मकैको घुवाहरू पनि छोपेँ। अनि त्यसपछि म चाहिँ घरतिर हिँडेँ। अब घर गइसकेपछि के गर्छु भनेपछि तपाईँहरूलाई देखाउँदै गर्छु। अनि मैले घाँसको भारी पनि बसालिसकेँ। अनि त्यसपछि मैले चाहिँ त्यहाँ कुरा गर्दैछु, बेबीसँग कुरा गर्दै थिएँ। अनि म जान्छु अब नुहाउन जान्छु साथीहरू। नुहाउनको लागि म चाहिँ रेडी हुँदैछु, रेडी अवस्थामा छु भनौँ न। अनि मैले चाहिँ अब कपडाहरू लगेर जान्छु म चाहिँ नुहाउन। बेबीसँग कुरा गर्दै थिएँ। अनि त्यही भएर मैले चाहिँ हाँसेको थिएँ, उता कुरा गर्दैछु, यता क्यामेरा अन गरेको थिएँ साथीहरू। अनि त्यसपछि म चाहिँ अब जान्छु नुहाउन। नाच्दै पनि छु किनकि आज सोमबार हो नि त, त्यही भएर। अनि म चाहिँ नुहाएर नि आइसकेँ साथीहरू। नुहाइ गरिसकेर अनि चिसो नै कपाल भएको छ, कपडाहरू चेन्ज गरेर आइसकेँ। अनि म चाहिँ रेडी पनि भइसकेँ। अब मन्दिर जानु छ। सामानहरू रेडी बनाएको मैले चाहिँ भिडियो बनाउन पाएन साथीहरू, तर पनि म चाहिँ अब रेडी भएँ। अनि त्यसपछि अब म जान्छु मन्दिरतिर। अनि यहाँ चाहिँ मैले जल भर्दैछु मैले साथीहरू। जल थापेकी छु, शिवजीलाई अर्पण गर्नु पर्यो। अनि त्यो भएको हुनाले मैले चाहिँ जल पानी, धाराको पानी थाप्नु पर्यो नि त साथीहरू। अनि त्यो भएको हुनाले म चाहिँ हिँडेँ अब मन्दिरतिर। अनि क्यामेराम्यान चाहिँ भेटाएको छु साथीहरू। क्यामेराम्यानले चाहिँ क्यामेरा छोपिदिने, म चाहिँ भिडियो गर्दैछु साथीहरू।
पानीहरू परेर चिसो चिसो भएको छ, चिप्लो छ एकदमै। हाम्रो फेरि मन्दिर जान टाढा पर्दैन साथीहरू, नजिक पर्छ। तुलसीको मठ छ अनि शिवालय मन्दिर छ। मैले चाहिँ त्यो सेतो फुल शिवजीले चढाउनको लागि टिप्छु भने तर टिप्न चाहिँ सकेन साथीहरू। मैले चाहिँ तर कोसिस चाहिँ जारी थिएँ हो, तर सकेन। अनि त्यसपछि म चाहिँ हिँडेँ अब मन्दिरमा। मैले चाहिँ शिवजीलाई चढाउन सेतो फुल टिपेँ। शिवजीलाई सेतो फुल मनपर्छ नि त, अनि त्यो भएको हुनाले अनि मैले चाहिँ गर्दैछु, अब सुरु गर्दैछु, पूजा गर्दैछु। अगाडि चाहिँ नानीले पूजा गरेको थिएँ, त्यो भएको हुनाले मलाई चाहिँ धेरै सजिलो नै भयो भनौँ न। अनि मैले चाहिँ त्यहाँ ज्योतिहरू भिजाउँदैछु तेलहरू राखेर। अनि उता शिव पार्वती गणेशको फोटाहरू पनि छ साथीहरू। हाम्रो मन्दिरमा चाहिँ सबै भगवान्को फोटाहरू छ भनौँ न। लगभग सबैको छ साथीहरू। हामी चाहिँ सबैको पूजापाठ गर्छौँ। अनि यो त झन् श्रावण महिना भयो, अनि त्यसपछि सोमबार भयो, अनि शिवजीको मन्दिर भइसकेपछि त पूजापाठ नगर्ने कुरै भएन साथीहरू। योभन्दा पहिला अनि म पूजाहरू गर्थेँ साथीहरू, तर यसपालि पनि म गर्दैछु। अनि त्यसपछि त्यहाँ मैले फेरि फोटोहरू पनि खिच्दै थिएँ के साथीहरू, अनि त्यो भएको हुनाले हो। अनि यता चाहिँ जलहरू पनि चढाइसकेँ मैले। अनि त्यसपछि फुलहरू सबै चढाउँछु साथीहरू। मैले चाहिँ त्यो प्लास्टिक के को हो भन्नु होला साथीहरू, त्यो चाहिँ पैसा लाग्ने प्लास्टिक हो। हामीले चाहिँ मन्दिरमा राखेको चढाएको पैसाहरू चाहिँ त्यसैमा जम्मा गरेर मन्दिरलाई नै चाहिने सामानहरू ल्याउँछौँ साथीहरू। हामीले चाहिँ अरू कहीँले चढाउनु भयो भनेपछि सबैजनालाई चाहिँ त्यस्तै गर्छौँ हामी। अनि त्यसपछि मैले चाहिँ पूजा गर्दैछु। तपाईँहरूले चाहिँ कसरी गर्नुहुन्छ साथीहरू? म चाहिँ यसरी नै बत्ती सल्काएँ मैले चाहिँ साथीहरू, अनि पूजा पनि गरेँ। अनि त्यसपछि म चाहिँ त्यो चाहिँ बाहिर राख्छु साथीहरू। अनि अब चाहिँ मैले चाहिँ के गर्दैछु त भनेपछि अगरबत्ती बाल्दैछु साथीहरू। हामीले चाहिँ पूजा मैले चाहिँ गर्दैछु साथीहरू। मेरो चाहिँ घरमै मन्दिर भएको हुनाले सजिलो भयो, मलाई चाहिँ गाह्रो भएन। अनि त्यसपछि अगरबत्ती पनि सल्काइसकेँ सबै भगवानहरूलाई सम्झेर साथीहरू। मैले चाहिँ तर स्पेसल चाहिँ शिवजीको लागि हो नि त यो महिना चाहिँ। अनि शिवजीकै लागि मैले चाहिँ गरेँ, सम्झिएँ भनौँ न। हामी चाहिँ बिहान बेलुका बत्तीहरू सल्काउँछौँ, तर मैले यो भिडियोमा चाहिँ आज अपलोड गर्नको लागि मैले चाहिँ बेलुकामा पूजा गरेको चाहिँ मैले राखेकी छैन साथीहरू। त्यो चाहिँ भोलिको भिडियोमा आउँछ होला सायद। मैले चाहिँ क्यामेराम्यान भेटाएँ भनेपछि चाहिँ भोलिको भिडियोमा चाहिँ मैले अपलोड गर्छु। तर त्यहाँ चाहिँ कस्तो भयो, तुलसीको मठमा आएको साथीहरू, तर भएन, तान्दै थिएँ। अनि त्यसपछि मैले चाहिँ दुध खान लागेँ। अनि त्यसपछि दुधमा हल्का चिनी घोलेको थिएँ साथीहरू। अनि त्यसपछि मैले चाहिँ दुधमा चिनी घोलेर मैले चाहिँ खाँदैछु। मैले चाहिँ फलफुलहरू खान्छु, स्याउ केराहरू खान्छु, अनि दुध चियाहरू खान्छु, तर मैले भातहरू रोटीहरू चाहिँ के पनि खाँदैन साथीहरू। हाम्रो नानीले चाहिँ मकैहरू रोटीहरू खान्छे, तर भात खाँदैन, नुन खाँदैन, तर मैले चाहिँ के पनि खाँदैन साथीहरू। यति साउन महिनाभरि त हो नि भनेर, त्यही भएर मैले चाहिँ खाँदैन। अनि म चाहिँ बाहिरतिर लागेँ। बाहिरतिर चाहिँ एकदमै पानी बढेको छ साथीहरू। बिहानदेखि नै परेको, धन्न घाँस काट्न चाहिँ दिएको थियो साथीहरू मलाई चाहिँ। अनि त्यसपछि पुरै पानी आएर बर्बाद भएको छ साथीहरू। हाम्रो यस्तो पुरै चिसो भएको छ के त्यहाँनिर। अनि त्यसपछि यता चाहिँ यस्तो पानी आएको छ, हाम्रो मन्दिर चाहिँ त्यस्तो भएको छ साथीहरू। पुरै पानीले भिजाएर नजिक छ, नि घरदेखि नजिकै छ मन्दिर चाहिँ, टाढो जानु पर्दैन मलाई चाहिँ। अनि मलाई पानी आएको थियो, अनि बलन्दीको पानी आएपछि मलाई चाहिँ मजा लाग्छ। मलाई चाहिँ यसरी खेलाउँछु साथीहरू। अझै पनि बच्चैदेखिको बानी भनौँ या त बच्चा बेलाको भनौँ न, त्यस्तै लाग्छ।
अनि मेरो चाहिँ यसरी नै पूजा गरेँ। आज यसरी नै बित्यो मेरो सोमबार। अनि तपाईँहरूको लागि कस्तो बित्यो? अनि अर्को भिडियोमा भेटौँला। बाई बाई साथीहरू।